मैले रिसेन्टली अब्जर्भ गरेको कुरा चाहिँ द राइज अफ इम्पोर्टेन्स अफ अनलाइन प्रेजेन्स वेदर इट्स फर बिग अर स्मल बिजनेसेस एन्टरप्रेन्योर्स स्टुडेन्ट्स अर इभन इन्डिभिजुअल्स लाइक अस। एउटा रियल इक्जाम्पल चाहिँ यता न्यू रोड बसन्तपुर एरियामा चाहे त्यो लुगा पसल होस् जुत्ता पसल होस् अर क्याफे र रेस्टुरेन्ट होस् कोभिड अगाडि राम्रै बिजनेस भयो नि पोस्ट कोभिड त्यति बिजनेस भएको छैन। अनि कति ठाउँमा सुनेको छ कि उनीहरूकै मुखबाट पहिला जस्तो बिजनेस भइरहेकै छैन। आई डोन्ट नो के कारणले हो बट आई थिङ्क रिजनहरूको लिस्टमा एउटा रिजन चाहिँ राम्रो अनलाइन प्रेजेन्स नबनाएर पनि हो। एउटा इक्जाम्पल हो टोमेटो जसले अनलाइन प्रेजेन्स राम्रो बनाएर आफ्नो बिजनेस राम्ररी ग्रो गरिरहेछ। अनि मैले साथीहरूलाई पठाएको रिलहरूमा बढी रिलहरू चाहिँ खाना के हुन्छ क्याफे रेस्टुरेन्टको अनि देखिन्छ कि ओ यसमा त यो दामी छ यहाँ जानुपर्छ नेक्स्ट टाइम हुन्छ गए नगए कुरा चाहिँ हुन्छ कि यहाँ जानुपर्छ भनेर। अनि कन्टेन्ट क्रिएटरको त भन्नै पर्दैन अडियन्स राम्ररी ग्रो भएपछि जे गरेर नि ग्रो गर्न मिल्छ। अनि बोटको सेल्स खतरा बढेको अमन गुप्ता सार्क ट्याङ्कमा आएपछि हो। अनि अहिले इन्डियामा त लहर नै लागेको छ कि हरेक एन्टरप्रेनर्सले आफ्नो पडकास्ट स्टार्ट गर्नैपर्छ भनेर। र त्यो गरे बापत उनीहरूलाई केही राम्रो रिटर्न चाहिँ आइरहेछ है। लिङ्कडिन र ट्विटरमा राम्रो प्रेजेन्स बनाएर सम स्टुडेन्ट्स आर गेटिङ देयर फर्स्ट जब्स। त्यस भए अब हामी आफ्नो अनलाइन प्रेजेन्स चाहिँ कस्तो बनाउनु र यही भन्दै गर्दा के हामीले भन्न मिल्छ कि हाम्रो सोसल ह्यान्डल्स भनेको हाम्रो अनलाइन सिभी हो भनेर? आफ्नो थट कमेन्ट अन गर्नुहोला।